मेरो लागि एकदमै आशिषमय क्षण हो अनि परमेश्वरलाई धन्यवाद भएको होस्। हाम्रो बिचमा यस्ता अद्भुत व्यक्तित्वहरू पनि हुनुहुन्छ अनि उहाँहरूको उपस्थितिमा म जस्तो एउटा आफूलाई चाहिँ अब हिमा चाहिँ भनेर त्यति नसो होला, किनभने परमेश्वरले हामीलाई उहाँको कामको निम्ति सुन्नुभएका मानिसहरू र उहाँहरूको निम्ति कहिले कहिले म नतमस्तक हुन्छु अनि परमेश्वरले यो जिम्मेवारी दिनुहुँदा म परमेश्वरलाई पनि धन्यवाद दिँदछु र साथमा भरतपुर क्याम्पस टिमका क्याम्पस सुसज्जको टुर नेपाल भन्ने हामीलाई भइसकेका छ अनि टिमको साथीहरूलाई पनि म धन्यवाद दिन्छु। उहाँहरूले यो मौका मलाई दिनुभएको छ। आज विशेष गरी म अघि विचार गर्दै थिएँ तीनवटा कुराहरू एकदमै महत्त्वपूर्ण रहेछ भन्ने कुराको त्यहाँ स्थित प्रश्नसँग म सोच्दै थिएँ। पहिलो कुरा भनेको हामी धेरै पटक विगतलाई बिर्सिनुपर्छ भन्ने हामी सोच्छौँ, तर वास्तवमा विगतलाई बिर्सिनुभन्दा पनि यति बेला चाहिँ विगतलाई सम्झिने समय रहेछ। त्यस कारण विगतलाई सम्झिने, वर्तमानमा चम्किने अनि भविष्यतिर लम्किने भन्ने यो तीनवटा कुरा चाहिँ मलाई त्यहाँभित्र कता कता यो शब्दहरू मैले विचार गरेँ। त्यस कारणले गर्दा आज हामी यस ठाउँमा एउटा उत्सव मात्रै मनाउन आइरहेका छैनौँ भन्ने मलाई लाग्छ, किनभने यहाँ एउटा यात्राको स्मरण गर्न हामी भेला भएका छौँ। अहिले दुईतिर कतिवटा कुराहरू सहमति आलोचना गरिन्छ। यो यात्रा विशेष गरी क्याम्पस क्रुसेडको मात्र होइन भन्ने मलाई लाग्छ, किनभने यो चाहिँ सम्पूर्ण मण्डलीको यात्रा हो। किनभने माटोलाई ढुङ्गाको भर र ढुङ्गालाई माटोको भर एक अर्कामा परिपूरक भएन भने हाम्रो सेवकाई अघि बढ्न सक्दैन। त्यसकारण क्याम्पस क्रुसेड छ त नेपाली मण्डली छ, नेपाली मण्डली छ त क्याम्पस क्रुसेड छ भन्ने मलाई लाग्छ। किनभने म आफै पनि यो सन् 2000मा हेटौडामा भएको एक्सप्लो 2000 भनेर त्यहाँनिर सुरुवात गरिएको थियो अनि त्यो कार्यक्रममा म उपस्थित हुँदै गर्दा म आफै पनि एकदमै आशिषित भएको अनि यो सेवकाई चाहिँ एकदमै आशिषित सेवकाई रहेछ भन्ने मलाई लाग्यो। त्यति बेलाको वचनको थिम पनि मलाई अहिलेसम्म याद छ। मलाई लाग्छ जबसम्म प्रभुले आफ्नो घरमा लैजानुहुन्न तबसम्म याद रहि नै रहनेछ भन्ने मलाई लाग्छ। आज हामी धेरैजनाले यो खुसीको माहौल निहालिरहेका छौँ, हामीले हेरिराखेका छौँ होइन। पुराना नयाँ मानिसहरू हामी छौँ, यहाँनिर प्रभुका सेवकहरू छौँ, दासदासीहरू छौँ, तर यसको पछाडि पीडा र आँसु पनि लुकेको छ है भन्ने कुरा चाहिँ हामीले देखेका छैनौँ, किनकि प्रभुले त्यो बुझिदिइसक्नु भएको छ। त्यस कारणले हामी विगतका कुराहरूलाई यो समय सम्झिने, वर्तमानमा चम्किने र भविष्यतिर लम्किने समय हो। यो यात्राको 50औं वर्षमा आइपुग्दा जब हामी पछाडिलाई फर्केर हामी हेर्छौँ तब हामीले केवल वर्षहरू मात्रै देख्दैनौँ, अग्रजहरूले गरेको सङ्घर्ष देख्छौँ, जुन कुरा हामीले भर्खरै भिडियोमा हेरिसकेका छौँ। उहाँहरूले बगाएको आँसुलाई हामीले भिडियोमा चाहिँ देखेका छैनौँ, तर त्यो देख्ने चाहिँ परमेश्वर मात्रै हुनुहुन्छ। तर यति बेला हामी महसुस गर्न सक्छौँ उहाँहरूले गरेको प्रार्थना हामी यति बेला देख्नुपर्छ हामीले, अनि सबैभन्दा बढी उहाँहरूको शिरमा परमेश्वरको हात रहेछ भन्ने कुरा हामीले अहिले महसुस गर्नुपर्छ। संसार, शरीर र शैतान धेरै पटक बाधा बनेर आएको छ भन्ने कुरा मलाई लाग्छ, किनभने म आफै पनि सेवकाईमा भएको कारणले गर्दा म महसुस गर्छु जीवनमा संसार, शरीर र शैतान धेरै पटक बाधक भएर आउँछ अनि पक्कै पनि यो 50 वर्ष यात्रामा पक्कै पनि संसार, शरीर र शैतान बाधक भएर आयो नै, तर त्यसलाई पराजित गरेर यहाँसम्म आइपुगेका छौँ। डर र त्रासको बिचमा, सतावटको बिचमा पनि जिम्मेवारीहरूलाई बोकेर यहाँसम्म आइपुगेका छौँ। यस्तो बेलामा परमेश्वरको उपस्थिति नै सेवकको साहसको स्रोत बनिदिन्छ भन्ने कुराको प्रमाण अहिले हामीले यहाँ देखिराखेका छौँ। फर्केर हेर्दा आजभन्दा 50 वर्ष अघिको समय यस्तो थियो, बाटो त थियो हाम्रो लागि भन्ने कुरा अहिले हामी देख्छौँ, तर त्यति बेला बाटो देखिएको थिएन। भविष्य त थियो तर थाहा थिएन कहाँ पुगिन्छ भन्ने कुरा। शक्ति पनि चाहिन्थ्यो तर सामर्थ्य पनि त्यति बेला हामीसँग थिएन। तर पनि परमेश्वरले कहिले पनि छोड्नु भएन, कहिले पनि त्याग्नु भएन। उहाँले डोर्याइ नै रहनुभयो, जोगाउनु भयो र आज यहाँसम्म ल्याइ पुऱ्याउनु भएको छ। अनि हामी यहाँसम्म आइपुग्नु भनेको चाहिँ हामी शक्तिशाली भएको कारणले यहाँ आइपुगेका होइनौँ, तर परमेश्वर विश्वासयोग्य हुनुभएको कारणले हामी यहाँसम्म आइपुगेका छौँ। त्यसैले आजको यो महोत्सव केवल उत्सव मात्र होइन भन्ने मलाई लाग्छ, यो हाम्रो स्वीकारोक्ति हो, यो हाम्रो साक्षी हो अनि यो कृतज्ञताको पुकारा हो। आज हामी आफ्ना कामहरूको महिमा गर्न यहाँ आएका छैनौँ, मलाई लाग्छ हामी परमेश्वरको विश्वास योग्यताको गवाई दिन यहाँ उपस्थित भएका छौँ। होला बधाईको पात्र चाहिँ हामी हुन सक्छौँ, तर गवाईको पात्र चाहिँ परमेश्वर मात्रै हुनुहुन्छ। त्यस कारण उहाँ गवाईको पात्र हुनुहुन्छ अनि त्यो गवाई बाँड्न हामी यहाँ उपस्थित भएका छौँ। त्यो देख्नलाई महसुस गर्नलाई कम्बिनेसन जति नमिल्दो जति कुराहरूमा
आजको वचनको शीर्षक छ परमेश्वरको विश्वास योग्यताप्रति हाम्रो कृतज्ञता। यहाँ थिम पनि छ परमेश्वरको विश्वास योग्यताको उत्सव मनाउँदै उहाँको महान कार्यलाई अगाडि बढाउँदै भजन सङ्ग्रह 119 को 90 पद यहाँ कोट गरिएको छ। र आजको वचनको शीर्षक चाहिँ परमेश्वरको विश्वास योग्यताप्रति हाम्रो कृतज्ञता भन्ने विषयमा हामी हेर्छौँ। अनि आज त्यो वचनको खण्ड चाहिँ हामी सबैले सुनिराखेको, सबैले वचन मानिराखेकै खण्डबाट यहोशूको पुस्तक 1 अध्यायको 1 देखि 9 सम्मबाट आज हामी हेर्छौँ। तर समयलाई अलिकति मध्यनजर गर्दै म अहिले एकैचोटि चाहिँ यसलाई पढ्दिनँ। हामी सबैलाई थाहा भएको कारणले गर्दा समयलाई अलिकति मध्यनजर गर्दै म बिस्तारै यसलाई पढ्दै जानेछु। यो खण्ड जब हामी अध्ययन गर्छौँ, हामीले धेरै पटक अध्ययन पनि गरेका छौँ, वचन पनि प्रचार गरेका छौँ, हामी सबैलाई थाहा छ यो खण्ड। अनि मैले प्रार्थना गर्दै गर्दा मलाई यही खण्डबाट वचन प्रचार गर्नको लागि अगुवाई भयो। मैले 3वटा खण्डहरू छानेको थिएँ अनि छान्दै गर्दाखेरि परमेश्वरले अन्तिममा यो खण्डबाट वचन बोल्नको लागि अगुवाई गर्नुभयो। यो खण्डमा जब हामी हेर्छौँ, यहाँ जब मूसाको मृत्यु भयो अनि मूसाको मृत्यु भइसकेपछि इजरायलीहरूको नेतृत्व खाली भएको अवस्था थियो। अब अगाडिको भविष्य चाहिँ के होला भन्ने कुरा थाहा थिएन। त्यो थाहा नभएको कारणले गर्दाखेरि यहोशूको मनमा केही प्रश्नहरू उठेको हुनसक्छ। अब के होला, अब कसरी अगाडि बढ्न सकिन्छ होला, अथवा म कसरी यो जिम्मेवारीलाई पुरा गर्न सक्छु होला, कि अब म यी मानिसहरूलाई अगुवाई गर्न सक्षम छु त भन्ने प्रकारका प्रश्नहरू यहोशूको मनमा उठेको हुनुपर्छ। र उनी एकदमै डराएको अवस्था छ, निराश भएको अवस्थाहरू छ, किनकि परमेश्वरले यहाँ केही कुरा भन्दै हुन्छ, बार बार परमेश्वरले एउटै कुरा दोहोऱ्याउनु भएको कुरा हामी त्यहाँ देख्छौँ। त्यसकारण त्यति बेला परमेश्वर बोल्नु भएको छ। यो यही यहोशू हो जुन चाहिँ कनान देशमा मूसाले भेट दिन पठाउँदाखेरि कनान देशका मानिसहरूलाई देख्दाखेरि हामी जित्न सक्छौँ, त्यो देश कब्जा गर्न सक्छौँ भनेर आँट बटुल्ने व्यक्ति यही व्यक्ति हो। तर आज यहाँनिर आइसकेपछि जब जिम्मेवारीको भारी उसको काममा आइपुग्छ अनि त्यति बेला चाहिँ ऊ निराश भएको, ऊ डराएको अवस्थाहरू चाहिँ हामी यहाँनिर देख्छौँ। तर यहाँनिर हामीले यो खण्डलाई हेर्दाखेरि बाहिरबाट हेर्दाखेरि चाहिँ डरलाग्दो परिस्थितिहरू यहाँ भएको जस्तो हामीलाई लाग्छ, तर भित्रबाट परमेश्वरको आवाज गुन्जिरहेको छ। अनि परमेश्वर भन्नुहुन्छ बलियो र साहसी हो, निराश नहो, नडरा, म तेरो साथमा छु, घरिघरि परमेश्वरले भन्नुभएको कुरा चाहिँ हामी यहाँनिर देख्छौँ। र यो खण्डलाई हामी विशेष गरी 3 भागमा मैले वर्गीकृत गरेको छु। यहाँनिर पहिलो चाहिँ आज डिभाइन डाइरेक्सनको विषयमा हामी हेर्छौँ। 1 को 1 देखि 4 सम्म अगुवाई गर्ने परमेश्वर। त्यसपछि हामी डिभाइन यो प्रोटेक्सनको विषयमा हामी हेर्छौँ, 8 दिने परमेश्वर। त्यसपछि डिभाइन डेस्टिनेसनको विषयमा हामी हेर्छौँ, यहाँनिर अन्त्यसम्म पुर्याउने परमेश्वर। विशेष गरी 3टा अगुवाई गर्ने परमेश्वर, यो सुरक्षा दिने भन्दा मैले यो कतिवटा शब्द मिलाएको कारणले 8 दिने परमेश्वर राखेको छु। अनि अन्त्यसम्म पुर्याउने परमेश्वर, विशेष गरी यहाँनिर डाइरेक्सनको कुरा छ, प्रोटेक्सनको कुरा छ र डेस्टिनेसनको कुरा छ। त्यसैले आज हामी यहाँनिर यो 3वटा विषयमा हामी हेर्दै जानेछौँ। मूसाको जब त्यहाँनिर मृत्यु भएपछि यहोशू चाहिँ अब नयाँ अगुवा हो, परमेश्वरले अब तँ चाहिँ नयाँ अगुवा हो भन्दै हुनुहुन्छ। जुन कुरा 1 देखि 4 सम्म हामीले हेर्दै देख्छौँ। परमप्रभुका दास मूसाको मृत्यु भयो, मूसाका सहायक हुनुका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो, मेरो दास मूसा मर्यो, यसलाई उठ, त यी सबै मानिसहरूलाई लिएर एर्दन पारी मैले इजरायलीहरूलाई दिन आँटेको देशमा जा। मैले मूसालाई प्रतिज्ञा गरे चाहिँ तेरा पैतालाले कुल्चने सबै जग्गा म तँलाई दिनेछु। मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी अर्थात् युफ्रेटिस नदीदेखि हित्तीहरूको जम्मै देश पश्चिमतिर महासागरसम्मै तिमीहरूको सिमाना हुनेछ। हामी यो 4 पक्षमा हामीले हेर्दाखेरि यहाँनिर अब अगाडि एउटा ठुलो जिम्मेवारी छ। जिम्मेवारीमा प्रतिज्ञाको देशमा पनि प्रवेश गर्नु छ ती मानिसहरूलाई लिएर। त्यसपछि त्यहाँनिर अनिश्चित भविष्य, हिजोसम्म त कोही अगुवा थियो मूसा, उसको पछि लाग्दा उसलाई त्यति धेरै टेन्सन थिएन। अब सबै भार चाहिँ उसको काँधमा आउँदा अब उसलाई टेन्सन छ, ठुलो दबाव पनि छ, डर पनि छ अनि अन्योलता पनि छ। तर त्यो बिचमा सबैभन्दा पहिला परमेश्वरले सुरुको प्रेरणा दिनुभएको कुरा हामी देख्छौँ। यहाँनिर यो 2 पदमा, 1 पद त परमेश्वरले भन्नुभएको कुराहरू नै छ। त्यसकारण 2 पदमा यस कारण त उठ, त निराश भएर नहो, नबस, परमेश्वरले यहाँ भन्दै हुनुहुन्छ त उठ्नुपर्छ।
तैँले केही गर्नुपर्छ, त गर्न सक्छस्। त्यस कारण परमेश्वरले यहाँनिरलाई सुरुको एउटा प्रेरणा दिएको हुन्छ, त उठ, स्थिर अवस्थाबाट त अब उठ्नुपर्छ, चलायमान हुनुपर्छ, अघि बढ्नुपर्छ अनि भन्दै हुन्छ त जानुपर्छ। परमेश्वरले यहाँ आदेश दिनुभएको कुरा सुरुको प्रेरणा त्यहाँनिर दिनुभएको छ। प्रेरणा बिना सेवकाई सुरु हुँदैन। अनि परमेश्वर स्वयंले यहोशुलाई यहाँ प्रेरणा दिनुभएको कुरा हामी देख्छौँ। त्यसपछि 2मा दोस्रो पदमा हामी 3 पदमा माफ गर्नुहोस् 3 पदमा यहाँ लेखिएको छ एउटा यहाँनिर सुनिश्चित एउटा प्रतिज्ञा पनि दिएको छ। सुरुको प्रेरणा मात्रै होइन, सुनिश्चित प्रतिज्ञा के दिएको छ भन्दाखेरि तैँले पैतालाले टेकेको सबै भूमि म तँलाई दिनेछु। प्रत्येक कदम कदममा अधिकार भएको कुरा परमेश्वरले गर्नुहुन्छ र त्यो पहिले नै परमेश्वरले प्रतिज्ञा गर्नुभएको हामी देख्छौँ। अनि यो सुनिश्चित प्रतिज्ञा हो। त्यस कारणले गर्दाखेरि यहाँनिर परमेश्वरले यात्रा अघि नै सुनिश्चित गरिदिनु भएको कुरा हामी यहाँ देख्छौँ। त्यसपछि यो सुनिश्चित प्रतिज्ञापछि परमेश्वरले अर्को सीमाको प्रबन्ध पनि गरिदिनु भएको छ। अब तिनीहरू कहाँसम्म जाने? 4 पदमा हामीले हेऱ्यौँ भने यहाँ लेखिएको छ मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी अर्थात् युफ्रेटिस नदीदेखि हित्तीहरूको जम्मै देश पश्चिमतिर महासागरसम्मै तिमीहरूको सिमाना हुनेछ। कहाँसम्म जाने हो त्यो सीमाको प्रबन्ध पनि परमेश्वरले तोकिदिनु भएको छ। यो 3वटा कुरा परमेश्वरले यहोशुलाई स्पष्ट रूपमा क्षेत्र पनि देखाइदिनु भएको छ कि यहाँनिर क्षेत्रहरू चाहिँ कहाँसम्म पुग्ने हो। जान त जाने, तर कहाँसम्म जाने भन्दा यहाँसम्म जाने भनेर क्षेत्र पनि देखाइदिनु भएको कुरा हामी यहाँ देख्छौँ। त्यसकारण सुरुको प्रेरणा परमेश्वरले दिनुभयो, सुनिश्चित प्रतिज्ञा पनि उहाँले दिनुभयो, त्यसपछि सीमाको प्रबन्ध पनि उहाँले गरिदिनु भएको कुरा हामी यहाँनिर देख्छौँ। आज हामी पनि हाम्रो सेवकाई हामीले सुरु गऱ्यौँ भन्ने हामीलाई लाग्छ, तर वास्तवमा परमेश्वरले हामीलाई प्रेरणा नदिनु भएको भए हामी सेवकाई सुरु गर्ने मानिसहरू पनि छैन। 1951मा डाक्टर बिल राइटले सुरुवात गर्नुभएको कुरा हामीले सुनेका छौँ र 1976मा फेरि हामीलाई डाक्टर एडन गोङ्गो अहिले हाम्रो देशमा हुनुहुन्न, तर उहाँले ठ्याक्कै त्यसको 25 वर्षपछि नेपालमा सुरुवात गर्नुभएको। अनि मलाई लाग्छ अहिले हामी नेपालमा 50 वर्ष मनाइरहेको कारणले गर्दा उहाँलाई इन्डियामा रहँदै गर्दा, भारतमा रहँदै गर्दा उठ त जहाँ नेपालमा तैँले गर्दा त्यहाँ सेवकाई गर्नुपर्छ एउटा प्रेरणा परमेश्वरले दिनुभयो। र उहाँ त्यो कठिन परिस्थिति उहाँको जीवनीमा मैले पढेको छु। त्यो कठिन परिस्थितिहरूलाई पार गर्दै उहाँ नेपालमा आउनुभएको कुरा हामी देख्छौँ। त्यो प्रेरणा दिने चाहिँ परमेश्वर स्वयं नै हुनुहुन्छ। कठिन समय त्यो अवस्थालाई हेर्ने हो भने अनिश्चित भविष्य थियो, थाहा छैन कहाँ जाने हो, तर पनि उहाँ परमेश्वरले दिनुभएको प्रेरणालाई बोकेर यहाँसम्म आउनुभयो। अनि परमेश्वरले भन्नुभयो उहाँलाई हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म, होइन यो भूभाग चाहिँ म तँलाई दिनेछु। अनि त्यस कारण तैँले अब यो ठाउँमा मेरो काम गर्नुपर्छ, मेरो सेवा गर्नुपर्छ। त्यहाँनिर परमेश्वरले उहाँलाई बसाउनु भयो। हामी पनि हाम्रो जिम्मेवारीहरू, हाम्रो सेवकाईहरू त्यसरी नै हामी गरिराखेका छौँ। त्यही बाटोलाई हामीले पछ्याइराखेका छौँ। हामीलाई पनि डर लाग्छ। हामी पनि कहिलेकहिले हामी अन्योलतामा हुन्छौँ, के गर्ने कसो गर्ने निर्णय गर्न नसक्ने अवस्थाहरू हामीमा पनि हुन्छ। तर विश्वासको सेवक पनि कहिलेकहिले लाग्छ विश्वासको मान्छेहरूले त सबै गर्छ होला, अथवा पास्टर अगुवाहरूले त सबै कुरा गर्न सक्छ होला भन्ने पनि लाग्न सक्छ। तर वास्तवमा विश्वासको सेवकलाई पनि कहिलेकाहीँ डर लाग्छ। यहाँनिर यो बुझ पनि डराएको अवस्था हामी देख्छौँ। तर परमेश्वरको प्रतिज्ञाले फेरि उसलाई उठाउने काम गर्छ। परमेश्वरको प्रतिज्ञाले फेरि उसलाई उठाउने काम गर्छ। अनि परमेश्वरले कहिल्यै पनि पर्फेक्ट मान्छेलाई बोलाउनु हुँदो रहेछ, कमजोर मान्छेलाई बोलाएर पर्फेक्ट बनाएर पठाउनु हुँदो रहेछ। त्यस कारण हामी कोही पनि यहाँनिर पर्फेक्ट छैनौँ, कोही पनि सिद्ध छैनौँ। तर उहाँले हामी जस्ता कमजोर र निकम्म मान्छेहरूलाई प्रेरणा दिएर, उहाँले सुनिश्चित प्रतिज्ञा पनि दिएर हामीलाई उठाउनु भएको छ उहाँको सेवा पनि। त्यसकारण हाम्रो सेवा, हाम्रो मण्डली, हाम्रो जीवन यहाँसम्म आइपुगेको छ किनकि परमेश्वरले सीमाको त्यो प्रबन्ध पनि गरिदिनु भएको छ। त्यसकारण हामी कहाँदेखि कहाँसम्म हाम्रो त्यो सीमा तोकिएको छ। त्यसकारण हामी यो जमिन जित्नको लागि हामी आएको होइनौँ। हामी कसैले पनि यहाँनिर हामीले यहोशुलाई परमेश्वरले हेर्दाखेरि त्यो जमिनको भूभाग तोकिदिनु भएको छ। त्यसकारण हामी जमिन जित्नको लागि होइन, तर हामी जीवन जित्नका लागि बोलाएका मानिसहरू। हामी जीवन जित्नको लागि उहाँको नाउँमा जीवन जित्नको लागि बोलाएका मानिसहरू हौँ। त्यसकारण यो डाइरेक्सन हाम्रो होइन, मानव योजना पनि होइन, यो डाइरेक्सन परमेश्वरको। तपाईँ म उहाँको डाइरेक्सनभित्र छौँ र आज यो 50 वर्ष यात्रामा हामी अगाडि बढिराखेका छौँ। दोस्रो, आर दिने परमेश्वर अथवा डिभाइन प्रोटेक्सन। उहाँले अगुवाई मात्र गर्नुहुन्न, तर उहाँले फेरि आर पनि दिनुहुन्छ अथवा सुरक्षा पनि दिनुहुन्छ भन्ने कुरा हो। यहोशुले अगाडि त बढ्दै गर्दाखेरि युद्धहरू छ,
त्यसपछि चुनौतीहरू छन्, शत्रुहरू पनि छन्, त्यो सबै कुरा उनले देखेका छन्। अनि यो डर लाग्नु त स्वाभाविक कुरा हो, यसमा कुनै अनौठो कुरा छैन। तर परमेश्वर भन्नुहुन्छ म तिमीसँग रहनेछु, त्यसकारण तिमी बलियो र साहसी हो, यही कुरा भन्नुभएको छ। अनि त्यति बेलाका शत्रुहरू कनानी जातिहरू त्यहाँनिर थिए, हित्ती, एमोरी, एमुसीहरू। अनि यो चाहिँ बाहिरी डर हो, यहोशूलाई लागेको बाहिरी डर हो। अर्को यर्दन नदी यो प्राकृतिक एउटा अवरोध त्यहाँनिर छ कि यो प्राकृतिक अवरोधलाई छिचोलेर जानुपर्छ, त्यो समस्या पनि उनमा छ, त्यसरी नै डर। अर्को कुरा भनेको मनभित्र एक प्रकारको डर लागिराखेको छ। अनि यो चाहिँ भित्री शत्रु हो, यो पनि हाम्रो डर पनि एउटा शत्रु हो, यो सबैभन्दा खतरनाक शत्रु हो। यसले हामीलाई धेरै पटक लडाउने काम गर्छ। अनि त्यहाँनिर मोसाको अनुपस्थिति पनि छ, त्यो पनि एउटा समस्या हो, त्यो पनि एउटा उनको साथमा त्यो भावनात्मक शत्रु पनि त्यहाँनिर छ। अनि जान त जाने, तर के हुने यो थाहा छैन, अनिश्चित भविष्य, त्यो पनि एक प्रकारको डर उनको शत्रुको रूपमा यी कुराहरूलाई हामीले देखिराखेका हामी देख्छौँ। तर यो बिचमा पनि 5 पदमा परमेश्वरले 5 पदमा यहोशूलाई भन्नुहुन्छ म तिमीसँग हुनेछु, म तँसँग हुनेछु। कस्तो मजाको त्यो एउटा उहाँले दिने साथको सुनिश्चितता छ। 5 पदमा तेरो जीवनभरि तेरो सामुन्ने कोही मानिस खडा हुन सक्ने छैन। जसरी म मोसासँग रहेँ त्यसरी नै म तँसँग रहनेछु, म तँलाई छोड्ने अनि तँलाई त्याग्ने छैन। त्यसपछि 6 पदमा बलियो र खुबै साहसी बन, किनकि मैले तिनीहरूका पिता पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैँले तिनीहरूलाई अगुवाई गर्नेछस्। यहाँनिर परमेश्वरले दिनुभएको प्रतिज्ञा साथको सुनिश्चितता हामी यहाँनिर देख्छौँ। यो साथको सुनिश्चितता कहिले पनि नत्याग्ने, म तेरो साथमा भइ नै रहनेछु परमेश्वर भन्नुहुन्छ। अनि उहाँको नटुक्ने उपस्थिति पनि यहाँनिर दिनुभएको कुरा हामी देख्छौँ। त्यसपछि 6 पदमा हेर्दाखेरि सामर्थ्यको सुदृढता, तिमी चाहिँ बलियो र साहसी हो भनेर यहाँनिर परमेश्वरले भन्दै हुनुहुन्छ। यो आज्ञा यहाँनिर सामर्थ्यको सुदृढता उहाँले गर्दै हुनुहुन्छ। भित्री शक्तिको विकास, जुन भित्री शक्तिको विकास हुन्छ त्यसपछि मात्र बाहिर तिमी लड्न सक्छौ अनि तिमीले युद्ध जित्न सक्छौ। परमेश्वरले त्यो सामर्थ्यको सुदृढता पनि त्यहाँनिर दिनुभएको कुरा हामी देख्दछौँ। आज हाम्रो सेवकाईमा पनि कतिपय यस्तो समयहरू बितायौँ, अग्रज व्यक्तित्वहरूले बिताउनु भयो। मलाई लाग्छ अग्रज व्यक्तित्वहरूको अगाडि एउटा खुच्चे मानिस हुँ। मैले त्यति धेरै दुःख कष्टका कुराहरू झेलेको नहोला, तर हाम्रो अग्रजहरू यहाँनिर हुनुहुन्छ जसले धेरै दुःख कष्टहरू सहनु भएको छ। कतिपटक त जेल पर्नुभएको कुराहरू हामीले सुनिसकेका छौँ, कति पिटाइ खानुभएको छ। अनि यो सबै कुरालाई हेर्दाखेरि यस्तो समय बिताएर आयौँ कि आज यो अवस्था आउँछ भनेर त्यति बेला सोचेका थिएनौँ। आँसु त्यति बेला नरोकिएका अवस्थाहरू पनि थियो। घरभित्र बसेर कतिपटकको छ्यानमा सिरानी आँसुले भिजाएको अवस्थाहरू पनि यहाँनिर होला। अनि सङ्घर्ष निरन्तर चलिरहेको कुराहरूलाई पनि हामी यति बेला सोच्न सक्छौँ। बाधा र अवरोधहरू, सतावट ती कुराहरू आयो। धेरै पटक त अर्को एउटा सतावट भनेको अभावको सतावट। धेरै पटक सेवकहरू यो अभावको बाटो गएर गुज्रिनुपर्छ। अनि यो चाहिँ अझै सबैभन्दा ठुलो सतावट हो भन्ने लाग्छ। अनि थकानले निराश पनि बनायो। अनि कतिपय अवस्थाहरूमा त सेवा छोडिदिउँ पनि लाग्यो, कतिले त छोड्नु पनि भयो होला, होइन? त्यही भएर यो अवस्थाहरूबाट गुज्रिएर आएको अवस्थाहरू हो। तर त्यही समयमा परमेश्वरले कहिल्यै पनि नटुक्ने साथ दिनुभयो। त्यसकारण उहाँको साथले हामीलाई सम्हाल्नुभयो र यहाँसम्म ल्याउनु भएको छ। परमेश्वरलाई महिमा भएको छ। उहाँको साथ हामीसँग छ भन्ने कुराको प्रमाण आजको दिन हो। आज यहाँ उपस्थित भएर हामी परमेश्वरलाई महिमा दिइराखेका छौँ। यो चाहिँ उहाँको साथ हामीमा भएको कारणले गर्दा हामी यहाँ छौँ भन्ने कुराको यो प्रमाण हो। त्यसकारण विगत 50 वर्ष मात्र होइन, हामीलाई अनन्तसम्म डोराएर लैजाने परमेश्वर हाम्रो साथमा सधैँ हुनुहुन्छ। हामी उहाँको साथ चाहिँ अनन्तसम्म हाम्रो साथमा भइ नै रहन्छ। अमेरिकन आदिवासी जनजातिहरूमा एउटा यस्तो खालको प्रचलन रहेछ। कुनै बेला 13 वर्ष जब एउटा पुरुष 13 वर्ष पुगेपछि उसलाई घरमा आँखामा पट्टी लगाएर त्यसपछि पट्टीले बाँधेर डोर्याउँदै एउटा घनघोर जङ्गलमा पुर्याइदो रहेछ। अनि त्यहाँ घनघोर जङ्गलको बिचमा उसलाई त्यहाँनिर राखिदो रहेछ र रातभरि उसलाई त्यहाँ बस्नको लागि बाध्य बनाइदो रहेछ। अनि त्यति बेला हिंसक पशुहरूको आवाज सुनेर पनि ऊ रातभरि त्यो पट्टी नखोलिकन रातभरि त्यहाँ बस्नु पर्दो रहेछ। जब बिहान भइसकेपछि अनि सूर्यको किरण उसको शरीरमा परेर तातो महसुस गरिसकेपछि उसले आफ्नो पट्टी खोल्न पर्ने हुँदो रहेछ। यो चाहिँ किन भन्दा उसको आत्मबल बढाउनको लागि, उसको मानसिक अवस्थामा त्यो स्थिरता ल्याउनको लागि त्यो एउटा प्रचलन रहेछ उनीहरूको। जब उसले आँखा खोलेर पट्टी खोलेर जब उसले आँखा हेर्छ, त्यो आँखा हेर्दाखेरि चाहिँ पहिलोपटक देख्ने व्यक्ति भनेको उसको बाउलाई उसले देख्दो रहेछ। उसको बाउ चाहिँ उसको अगाडि लट्ठी लिएर रातभरि खडा बस्दो रहेछ ताकि कुनै जनावरले मेरो छोरालाई आक्रमण गर्छ कि भनेर। तर पट्टी बाँधेको कारणले उसले आफ्नो बाउ छ भन्ने उसलाई थाहा छैन र बाउ जहिले पनि सुरक्षा दिनको लागि सधैँ खडा भइरहँदो रहेछ।
त्यसैले आज हामी यहाँ आइपुग्दा परमेश्वरले धेरै कठिन परिस्थितिहरूबाट डरलाग्दो अवस्थाहरूबाट परमेश्वरले सुरक्षा दिएर हामीलाई यहाँसम्म ल्याउनु भएको छ। त्यसकारण आज यहाँ हामी हुनुको कारण हाम्रो शक्तिले होइन, परमेश्वरको सुरक्षाको कारणले गर्दा आज हामी यहाँ छौँ। त्यसकारण प्रभु भन्नुहुन्छ म तँलाई बलियो बनाउँछु, प्रभु भन्नुहुन्छ होइन, प्रभुले भन्नुहुन्छ म तिमीसँग रहन्छु, मात्र यति भन्नुहुन्छ, म चाहिँ तिमीसँग रहन्छु, बलियो र साहसी तिमी आफै बन। बाइबलले यही भनेको छ, म तिमीलाई बलियो बनाउँछु क्या भनेको छैन, बलियो र साहसी हो, बलियो बन भनेको छ, तर म चाहिँ तँसँग रहनेछु। त्यसकारण बलियो हुने चाहिँ हामी आफै नै रहेछ, साहसी हुने पनि हामी आफै नै रहेछ, तर परमेश्वरको उपस्थिति चाहिँ हाम्रो साथमा हुँदैछ। यो चाहिँ हाम्रो लागि महत्त्वपूर्ण कुरा हो। त्यसकारण आफैलाई हामी धेरै पटक यो भित्रको डरले हामीलाई धेरै पटक लडाउँछ। अनि एकजना व्यक्तिले भन्छन् आफूलाई जित्नु भनेको अरूलाई जित्नु भनेको चाहिँ बलवान व्यक्ति हो रे, तर आफूलाई जित्नु भनेको चाहिँ शक्तिशाली व्यक्ति हो। धेरै पटक हामी आफैसँग डराउँछौँ, आफैसँग हार्ने अवस्थाहरू पनि आउँछ। त्यसकारण आफैलाई जित्नु भनेको चाहिँ शक्तिशाली हो। त्यसमा हामी कहिले कहिले आफैलाई जितेर पनि हामी अगाडि बढ्नुपर्ने हुन्छ। परमेश्वरले हामीलाई बलियो र साहसी हो भन्दै हुनुहुन्छ। आज तपाईँको बलियो र साहसी भएर अगाडि बढ्दैछौँ। अर्को 3 नम्बरमा 7 देखि 9 हामी डिभाइन डिस्टिनेसनको विषयमा हामी हेर्छौँ, अन्त्यसम्म पुर्याउनु हुने परमेश्वर। अब यात्रा सुरु भयो यहोशूको, तर परमेश्वरले त्यहाँनिर यात्रा निशर्त होइन सशर्त राख्नु भएको छ। परमेश्वर भन्नुहुन्छ शर्त पुरा गर्दा मात्रै गन्तव्य निर्धारण हुन्छ है बाबु। परमेश्वरले निर्देशन दिनुभएको छ, तँ देब्रे र दाहिने लाग्ने होइन, सिधै तेरो लक्ष्यतिर त अगाडि बढ्ने हो। त्यसपछि तैँले सधैँभरि वचनलाई मनन गर्ने हो, त्यसपछि वचनलाई पालन गर्ने हो, मेरो आज्ञालाई पालन गर्ने। यो शर्त पुरा गरेस् भने मात्रै त गन्तव्यमा पुग्न सक्छस्। परमेश्वरले भन्नुभएको हामी देख्छौँ। 7 देखि 9 मा हामीले हेऱ्यौँ भने यहाँ लेखिएको छ, बलियो र अति साहसी हो, मेरो दास मूसाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालन गर, त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनु, र तँ जहीँ गए पनि सफलता पाउनेछस्। व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैँले दिन-रात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरा होसियारीका साथ पालन गर्नु, र तेरा सबै मार्गहरूमा तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। अनि 9 मा तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, नडरा निराश नहो, किनकि तँ जहाँ गए पनि परमप्रभु तेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। आमेन। परमेश्वरलाई महिमा भएको छ। सबैभन्दा पहिला 7 पदमा परमेश्वरले भन्नुभएको कुरालाई हामी हेर्छौँ भने 7 पदमा हामी देख्छौँ अडिगता, अडिग रहिरहनु अथवा स्थिर रहिरहनु। जस्तोसुकै परिस्थिति आए तापनि त अडिग रहनुपर्छ, विचलित हुनु हुँदैन। परमेश्वरले त्यहाँ त्यही कुरा दायाँ र देब्रे र दाहिनेतिर नलाग्नु, अडिग भइरहनु, स्थिर भइरहनु। त्यसपछि 8 पदमा हामीले हेऱ्यौँ भने 8 पदमा हामी देख्छौँ अभ्यास गर्ने, वचनको अभ्यास, निरन्तर वचनलाई मनन गर्नु, वचनमा ध्यान दिनु अनि वचनमा लागिरहनु, वचन पालन गरिरहनु। परमेश्वरले 8 पदमा त्यसको अभ्यास पनि चाहिँ गर्नुपर्छ। त्यसपछि यहाँनिर अब मेरो आज्ञाकारितामा त चल्दै जानुपर्छ। यहाँनिर 9 पदमा तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो। परमेश्वरको आज्ञा यहाँनिर 9 पदमा हामी देख्छौँ सम्पूर्ण रूपमा उहाँको आज्ञा पालन गरेर मात्रै तिमी अगाडि बढ्न सक्छौ। यो कुरालाई परमेश्वरले भन्दै हुनुहुन्छ। हामी सफलता चाहन्छौँ, हामी कोही पनि असफलता चाहने मानिसहरू यहाँ छैनौँ। हामी सबैलाई सफलता मनपर्छ। अनि सफलता हात पार्नको लागि कहिले कहिले हामी सर्टकट बाटो पनि अप्नाउँछौँ। कहिले कहिले आफ्नै बाटो निर्माण गर्दाखेरि पनि सफल भइन्छ कि भन्ने पनि हामीलाई लाग्छ। वचनलाई व्यवस्था गर्छौँ, तर परमेश्वर भन्नुहुन्छ सफलता भन्ने कुरा प्रतिभामा होइन, सफलता भन्ने कुरा आज्ञाकारितामा मात्रै पाइन्छ। वचनले सफलता भन्ने कुरा प्रतिभामा होइन। तिमीसँग के प्रतिभा छ, तिमीसँग के खुबी छ, के वरदान छ भन्ने कुरा ठुलो होइन, तर मेरो आज्ञा चाहिँ पालन गरेको छ कि छैन भन्ने कुरा चाहिँ परमेश्वरले त्यो कुरालाई महत्त्वपूर्ण ठान्नुहुन्छ। त्यस कारणले गर्दाखेरि यहाँनिर परमेश्वरले बडो अचम्म र मलाई एकदमै यो खण्ड पढ्दै गर्दा मलाई आनन्द लागेको कुरा चाहिँ परमेश्वरले यहाँनिर यो 7 पदमा भन्दै हुनुहुन्छ, मेरो दास मूसाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालन गर। मूसा मरिसक्यो, अब मूसा केही होइन, मेरो आज्ञा पालन गर भन्नुभन्दा पनि परमेश्वरले भन्दै हुनुहुन्छ अग्रज व्यक्तिको लागि बिर्सिनु हुँदैन, अग्रज व्यक्तित्वको आज्ञालाई चाहिँ पालन गर्नुपर्छ। त्यसकारण अगुवाको छाप, अगुवाको छाया र अगुवाको छविलाई जहिले अवलम्बन गर्दै हामी भविष्यतिर नम्किनुपर्छ। हामी वर्तमानमा चम्किने मानिसहरू धेरै छौँ, तर भविष्यतिर नम्किने गर्दा अगुवालाई छोडेर होइन, अगुवाको छाप, अगुवाको छाया र अगुवाको छविलाई बोकेर हामी अगाडि बढ्नुपर्छ। अनि मात्रै हामी सफलता हात पार्न सक्छौँ। परमेश्वरले भन्नुहुन्छ मूसा त मरिसक्यो, तर त्यही मूसाको छाप चाहिँ कसँग हुनुपर्छ, त्यही मूसाले जे आज्ञा गरेको थियो तैँले त्यो पालन गर्नुपर्छ अनि मात्रै अगाडि बढ्नुपर्छ। त्यसैले आज बडो आनन्दको कुरा हामी यहाँनिर हेरिराखेका छौँ।
अडिगता बिना हामी गन्तव्यमा कहिले पनि पुग्न सक्दैनौँ अथवा स्थिरता बिना हामी गन्तव्यमा यो भन्नु अर्थ उभिरहनु भनेको होइन कि वचनमा स्थिरता भएनौँ भने हामी गन्तव्यसम्म पुग्न सक्दैनौँ। त्यस कारण त्यो आज्ञा नै परमेश्वरको वचन हो। त्यस कारणले गर्दा वचनमा जिउनुपर्छ। वचन भनेको हाम्रो लागि जिपिएस हो जसले हामीलाई भविष्यतर्फ ट्र्याक गर्दाखेरि हामीलाई कहाँ पुग्ने हो हामी त्यहाँनिर पुर्याउने काम गर्छ, कहाँ पुग्ने भन्ने कुरा हामी सबैलाई थाहा नै छ। त्यस कारण निराशा डर हामीसँग चाहिँ यहाँ 9 पदमा प्रभुले परमेश्वर भन्नुहुन्छ तँलाई मेरो आज्ञा छ बलियो र खुबै साहसी हो नडरा। घरिघरि 3 पटक यो शब्द परमेश्वर यहाँ भन्नुहुन्छ बलियो र खुबै साहसी हो, बलियो र खुबै साहसी हो नडरा, निराश नहो। त्यस कारण धेरै पटक सेवकाईमा समस्या आउने कुरा भनेको यही हो। आर्थिक समस्या पनि नहोला, विभिन्न समस्याहरू हामीसँग स्रोत र साधनहरू पनि नहोला, तर सबैभन्दा ठुलो समस्या भनेको डर हो, सबैभन्दा ठुलो समस्या भनेको निराशा हो, सबैभन्दा ठुलो समस्या भनेको पीडा हो। अनि यहाँनिर परमेश्वरले त्यही कुरा भन्दै हुन्छ घरिघरि बाबु त नडरा, निराश नहो। निराशा र डर भन्ने कुरा चाहिँ सेवकाईमा एउटा भाइरस जस्तो हो। यसले भित्रभित्रै हामीलाई सिध्याउँछ र यो अर्कोमा पनि सर्दै जान्छ। त्यसकारण निराशा र डरले हामीले कहिले धेरै पटक हामी निराशा र डरमा हुँदा परमेश्वरलाई हामी चिन्दैनौँ, परमेश्वरलाई हामी देख्दैनौँ, किनभने हाम्रो ध्यान निराशा र डरमा हुन्छ। लुका 24 अध्यायमा यति बेला मलाई थोरै कुरा भन्न मन लाग्यो। लुका 24 अध्यायमा 16 पदमा लेखिएको छ जब त्यहाँनिर प्रभु येशू ख्रीष्टको मृत्यु भयो, उहाँ चिहानमा गाडिनु भयो, तेस्रो दिनमा जीवित भई उठ्नु भयो। जीवित भई उठ्नु भइसकेपछि जब त्यहाँनिर केही स्त्रीहरूले उहाँलाई देखे, त्यसपछि इम्माउसको बाटोमा 2 जना चेलाहरू गइराखेको हामी देख्छौँ लुका 24 अध्यायमा। त्यसपछि त्यहाँनिर 2 जना बाटोमा जाँदै थिए, दुईटाको नाम एउटाको क्लेओपास भनेर दिएको छ, अर्कोको नाम थाहा छैन के हो। अनि उनीहरू जाँदै गर्दा उनीहरू बातचित गर्दै जाँदै थिए, तर प्रभु त्यहाँनिर आउनुभयो। अनि आउनु भएपछि केटा हो तिमीहरू के कुरा गर्दैछौ भनेर सोध्नुभयो प्रभुले। अनि कस्तो मान्छे होला, यरुशलेम घुम्के गरेर आउनु पनि थाहा हुँदैन, त्यहाँ के घटना घटेको छ। उनीहरूले प्रभुलाई चिनेन। त्यहाँ लेखिएको 16 पदमा उनीहरूको आँखा चिन्न नसक्ने तुल्याइएको थियो भनेर लेखिएको छ। त्यसपछि जब उहाँ जानुभयो, बाटोमा बातचित गर्दै जानुभयो, वचनको अर्थहरू खोलिदिनु भयो। वचनको अर्थ खोलिसकेपछि जब इम्माउसमा पुग्यो, अनि इम्माउसमा पुगिसकेपछि उनीहरूले प्रभुलाई हाम्रो घरमा बस्नुहोस् भनेर आग्रह गरे। प्रभु त्यहाँ बस्नुभयो। अनि जब त्यहाँनिर रोटी भाँच्न लाग्ने समयमा उनीहरूको आँखा खुल्यो भनेर त्यहाँ लेखिएको छ। अनि म यो कुरामा एकदमै गहिरे कसले आँखा बन्द गर्यो? बाइबलमा हेर्ने हो त अन्धारलाई दृष्टि दिने परमेश्वर हुनुहुन्छ, प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँले आँखा बन्द गर्नुभयो। प्रभुले रूप परिवर्तन भयो। अघि बाटोमा हेर्दाखेरि नचिन्ने, अहिले घरमा रोटी भाँच्दा प्रभुलाई चिन्यो, रूप परिवर्तन गर्नुभयो। बाइबलमा लेखेको छैन रूप परिवर्तन गर्नुभयो। फरक यति मात्र उहाँ महिमित शरीरमा जीवित भई उठ्नु भएको थियो, यो कुरा यथार्थ हो। तर यहाँनिर उनीहरू जब एउटा आशा उनीहरूको हराएको थियो, उनीहरूले आशा मरेको थियो, किनभने उनीहरूले प्रभुमाथि आशा राख्ने कुरा हामी त्यहाँ बाइबलमा देख्छौँ। त्यही खण्डमा छ हामीले आशा गरेका थियौँ इजरायलबाट हामीलाई छुटकारा दिनुहुन्छ होला भनेर, तर उहाँ चाहिँ मर्नुभयो। अब उनीहरूले विचार गरे हाम्रो सहारा अब सकियो, हाम्रो आशा पनि मर्यो, अब कसलाई पछ्याएर हिँड्ने। उनीहरूलाई डर छ, अब रोमी शासकले फेरि हामीलाई पनि समातेर लगेर मार्ने हो कि, त्यो डर पनि छ। उनीहरू निराश पनि छन्, मनमा पीडा पनि छ। जब त्यो पीडा निराशा र दुःखमा मान्छे हुन्छ नि, त्यति बेला परमेश्वर साथमा भएको कुरा कसैले पनि चिन्दैन। जब तपाईँ म निराशा दुःख पीडामा हुन्छौँ, प्रभु हाम्रो साथमा हुनुहुन्छ भन्ने कुरा धेरै पटक बिर्सिन्छ। किनभने हाम्रो ध्यान चाहिँ दुःख कष्टमा पीडामा समस्यामा निराशामा मात्रै भइरहेको छ। त्यहाँदेखि जब सङ्गतिले त्यो कुरा, जब प्रभुसँग उनीहरू त्यहाँ रोटी भाँच्न लागे, सङ्गतिमा बसे, त्यति बेला उनीहरूको आँखा खुलेको कुरा हामी देख्दछौँ। त्यसकारण सङ्गतिले मात्रै मानिसको निराशापन हटाउन सक्छ भन्ने कुरा हामी देख्छौँ। अब यहाँनिर इम्माउसको अर्थ चाहिँ ग्रिक भाषामा तातो पानीको स्थान भन्ने हुन्छ। अनि त्यो तातो पानीको स्थानलाई हामी आत्मिक अर्थमा हेर्नु हो भने त्यो एउटा रिफ्रेसमेन्ट ठाउँ। हामी धेरैपल्ट मुस्तान जान्छौँ, हाम्रो पनि यहाँ नेपालमा धेरै ठाउँ तातो पानी छ, मान्छे कति नुहाउन पनि जान्छ। उनीहरू अब त्यहाँनिर बस्दै गर्दा उनीहरूलाई डर थियो, उनीहरूलाई पनि पक्रेर लान्छ कि भनेर। अब उनीहरू इम्माउसतिर गए, जहाँ रिफ्रेस हुनको लागि मुस्तान गएको, तिनीचो ताल गएको, रारा ताल गएको, हामी धेरैपल्ट जान्छौँ रिफ्रेस हुनको लागि। उनीहरू पनि त्यहाँ जाँदै थिए। जब उनीहरूले प्रभु येशू ख्रीष्टलाई चिने, त्यहाँ लेखिएको छ 11 किलोमिटर यात्रा गरेर गएका व्यक्तिहरू जब येशू ख्रीष्टलाई उनीहरूले देखे, चिने, त्यसपछि त्यति नै बेला उठेर फेरि यरुशलेम फर्के भनेर लेखिएको छ। त्यसकारण आनन्द भन्ने कुरा होइन, निराशाबाट मुक्ति भन्ने कुरा अरू केहीमा होइन, प्रभुमा मात्रै छ, परमेश्वरमा मात्रै छ भन्ने कुरा हामीले देख्छौँ। जब यसुलाई भेटे, अब त्यहाँ रिफ्रेस हुँदो त पुरा रिफ्रेस भयो, ताजगी भयो। 11 किलोमिटर फेरि यात्रा गरेर यरुशलेम फर्केको कुरा हामी लुका 24 अध्यायमा हामी कुरा देख्न सक्छौँ। त्यसकारण निराशा भन्ने कुरा एकदमै खतरा कुरा हो। त्यसकारण यो डरलाग्दो कुरा भएको कारणले गर्दा हामी निराशाको बाटो हुँदा हामीले कहिले पनि बिर्सनुहुन्न प्रभु चाहिँ हाम्रो साथमा हुनुहुन्छ भन्ने। यहाँसम्म आउँदै गर्दा परमेश्वरले हामीलाई डराएर ल्याउनु भएको हो भन्ने कुरा हामीले कहिले पनि बिर्सनु हुँदैन। आज हामी जहाँ छौँ त्यो हाम्रो निर्णय नै होइन, हामीलाई
सक्ला, तर परमेश्वरको नेतृत्वको कारणले गर्दा हो। धेरै पटक मैले निर्णय सही गरेछु र आज यहाँ छु भन्ने लाग्छ, तर होइन, परमेश्वरको नेतृत्वको कारणले गर्दा आज म यहाँ छु भनेर मैले पनि विचार गर्नुपर्छ। त्यसकारण हामी पूर्ण भएको कारणले हामी यहाँसम्म आइपुगेका छैनौँ, तर परमेश्वरको वचनमा हिँडेको कारणले आज यहाँसम्म आइपुगेका छौँ। यहाँसम्म आएर हाम्रो 50 वर्ष यात्रा समाप्त हुने होइन। हामी त जबसम्म शरीरमा रहन्छौँ, जबसम्म प्रभुको आगमन हुँदैन, तबसम्म हामी अगाडि बढी नै रहन्छौँ। परमेश्वरले हामीलाई अगाडि बढाइ नै रहनुहुनेछ। मनिषसम्म आइसके अगुवाईको आज्ञा परमेश्वरले दिनुहुन्छ। परमेश्वरले केवल बाटो मात्रै देखाउनुहुन्न, उठेर अगाडि बढ्ने आदेश पनि दिनुहुन्छ। त्यस कारणले गर्दा अगुवाई गर्ने आज्ञा। अर्को अटल साथ परिस्थिति जे भए पनि परमेश्वरको साथ कहिल्यै टुट्दैन। परिस्थिति जस्तो सुकै होस्, तर उहाँको साथ कहिले पनि टुट्दैन। अनि त्यो साथ चाहिँ अदृश्य उपस्थिति परमेश्वरले तपाईँ मलाई दिनुहुन्छ। नदेखिए पनि परमेश्वर सधैँ नजिक रहनुहुन्छ र काम गर्नुहुन्छ। अनि अद्भुत अनुग्रह पनि उहाँले हामीलाई दिनुभएको छ। हाम्रो कमजोरीको बिचमा पनि परमेश्वरको कृपा कहिल्यै पनि समाप्त हुँदैन। धेरै कमजोरीहरू छ हाम्रो बिचमा, तर पनि उहाँको कृपा कहिल्यै पनि अन्त्य हुँदैन र अन्त्यसम्म म पुर्याउँछु भन्ने आश्वासन तपाईँहरूलाई दिनुभएको छ। परमेश्वरले सुरु मात्र गर्नुहुँदैन, तर अन्तसम्म पुर्याउने प्रतिज्ञा पनि गर्नुहुन्छ। अनि यो नै हाम्रो आभारी हृदय हो अथवा कृतज्ञ हृदय हो। यी सबै अनुग्रह, यी सबै अनुभवको सही प्रतिक्रिया भनेको यो कृतज्ञताको हृदय हो। त्यसैले आज हामीले निर्देशन कोबाट खोजिरहेका छौँ? यहाँसम्म हामी आइपुग्दै गर्दाखेरि अब यहाँबाट अगाडि बढ्नको लागि निर्देशन कोबाट खोजिरहेका छौँ? धेरै पटक भनिन्छ सफलता चाहिँ ब्याक सपोर्टबाट हुन्छ। पछाडि को छ, कसले पुस गरिराखेको छ अनि मात्रै सफलता हात प्राप्त गर्छ भनेर मान्छेले धेरै पटक भन्छन्। तर वास्तवमा डाइरेक्सन चाहिँ परमेश्वरबाट मात्रै खोज्नुपर्छ। डाइरेक्सन खोज्ने भनेको परमेश्वरबाट मात्रै हो, अरू त कतैबाट पनि हामी अगाडि बढ्न सक्छौँ। आज हामीले सुरक्षाको स्रोत केलाई बनाएका छौँ? आर्थिक कुरालाई, भौतिक कुरालाई या राजनीतिक कुरालाई? होइन, म राजनीतिक पहुँच छ मेरो, म सुरक्षित छु भन्ने लागेको छ। मसँग भौतिक स्रोत साधनहरू प्रशस्त छन्, म सुरक्षित छु भन्ने लागेको छ। अथवा आर्थिक कुरा मसँग प्रशस्त छ, म सुरक्षित छु भन्ने लागेको छ। तर वास्तवमा प्रोटेक्सन भन्ने कुरा चाहिँ उहाँमा भरोसा गरेर मात्रै हुन्छ। त्यसकारण उहाँमा भरोसा गरेर आज हामीले गन्तव्य निर्धारण कसरी गरेका छौँ? पद, पैसा, पावर, धेरै पटक यी कुराहरूले मानिराख्छ भनेर धेरैले भन्ने गर्छ। पद, पैसा र पावर यो संसारले भन्छ, तर वास्तवमा डेस्टिनेसन भनेको चाहिँ उहाँकै हातमा छ। त्यो हाम्रो हातमा छैन, कि उहाँको हातमा हामी जब समर्पित हुन्छौँ त्यसपछि उहाँले हामीलाई अगाडि बढ्दै जान परमेश्वरलाई सहायता गर्नुहुन्छ। कता कता यो सँगले मिल्न राम्रो रहेछ। त्यहाँबाट मैले एउटा थिम बनाएको थिएँ, परमेश्वरको महिमा महोत्सवको भव्यता। हामी जति पनि जे भव्य देखिराखेका छौँ यो सबै कुराले परमेश्वरको महिमा हुनुपर्छ। विश्वास योग्य परमेश्वरप्रति हाम्रो कृतज्ञता यहाँ त्यो स्थितिमा छोप्दैछ। भजन 48:14 यसरी लेखिएको छ, किनकि यिनै परमेश्वर हाम्रा सदा सर्वदाका परमेश्वर हुनुहुन्छ, उहाँ नै अनन्तकालसम्म हाम्रा अगुवा हुनुहुनेछ। भजन 48:14 भन्छ, किनकि यिनै परमेश्वर हाम्रा सदा सर्वदाका परमेश्वर हुनुहुन्छ। 50 वर्षको लागि मात्र होइन, अनन्तसम्मको परमेश्वर हुनुहुन्छ। उहाँ नै अनन्तकालसम्म हाम्रा अगुवा हुनुहुनेछ र उहाँले नै हामीलाई डोर्याएर लैजानुहुनेछ। हामी यो देखिन्छ र पढ्न सकिन्छ भने हामी सँगसँगै यो पढ्न पायो भने कति राम्रो होला भनेर मैले यहाँनिर राखेँ। यदि सकिन्छ भने हामी सँगसँगै यसलाई वाचन गरौँ न। 1, 2, 3। हे विश्वासयोग्य परमेश्वर, तपाईँ हाम्रो निर्देशक हुनुभयो, तपाईँ हाम्रो संरक्षक हुनुभयो र तपाईँ नै हाम्रो गन्तव्य हुनुभएर हामीलाई यहाँसम्म ल्याएर पाउनुभयो। त्यसकारण हामी कृतज्ञ छौँ। परमेश्वरलाई महिमाको तारिफ गरौँ। सबैजनालाई धन्यवाद। मेरो वचन सुनिदिनुको लागि वचनको भागलाई म यहीँ समाप्त गर्दै बाँकी समयमा सञ्चारको कुरा हस्तान्तरण गर्नेछु। मेरो तर्फबाट मण्डली भरतपुरको सम्पूर्ण मण्डली परिवारको तर्फबाट यहाँहरू सबैजनालाई धेरै धेरै बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद। एकछिन मासुजीलाई यहीँ बस्न आग्रह गरेँ।